मैले यो घटनाको बारेमा चाहिँ सिलसिलेवार जानकारी गराउन चाहिँ चाहे। 2081 साल 12 महिना 18 गते रातको करिब अन्दाजे 1:15 साढे 1 को बीचमा धनकुटा नगरपालिका वार्ड नम्बर 6 स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा चाहिँ झ्याललाई स्क्रूबाट खोलेर भित्र पसिन्छ र त्यहाँबाट चाहिँ 10,270 रुपियाँ 10,270 रुपियाँ चोरी हुन्छ र त्यही रात फेरि अर्को घटना घट्छ। यो घटना पश्चात लगातार दोस्रो घटना घट्छ। त्यो चाहिँ धनकुटा नगरपालिका वार्ड नम्बर 7 स्थित साथी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट करिब 29,470 रुपियाँ चाहिँ क्यास चाहिँ चोर्ने काम चाहिँ गर्छ। 12 महिना 18 गतेको चाहिँ दुईवटा घटना भयो। त्यस पछाडि एकैचोटि गएर अब नयाँ वर्ष 2082 साल 1 महिना 2 गतेको रातमा मार्चमा चाहिँ चोरी हुन्छ र त्यसमा चाहिँ 27,620 रुपियाँ चाहिँ क्यास त्यहाँबाट चाहिँ चोरी हुन्छ। त्यस पछाडि सोही दिनमा अर्को घटना चाहिँ फेरि चाहिँ धनकुटा नगरपालिका वार्ड नम्बर 4 स्थित सडक विभागको कार्यालयमा चाहिँ चोरी हुन्छ। त्यहाँ चाहिँ दुईवटा चाहिँ ल्यापटपहरू, एउटा चाहिँ एसर कम्पनीको अर्को चाहिँ डेल कम्पनीको चाहिँ दुईवटा ल्यापटपहरू चाहिँ चोरी हुन्छ। हामी यसलाई फलो गरिरहेको थियौँ, अनुसन्धान हाम्रो अगाडि बढ्दै थियो। फेरि 1 महिना 7 गते 2082 साल 1 महिना 7 गते धनकुटा नगरपालिका वार्ड नम्बर 6 शिव पार्क छेउ बस्ने जमुना श्रेष्ठको घरको मुनि तलामा चाहिँ सञ्चालनमा रहेको कृष्ण प्रसाद दाहालले सञ्चालन गरेको कान्तिपुर एयर ट्राभल्स एन्ड टुर्स प्रणालीको सडकको चाबी अड्काउनलाई त्यो काटेर अनि त्यहाँबाट चाहिँ करिब 95,000 रुपियाँ क्यास, त्यो मनी एक्सचेन्जर पनि हो र सिग्नेचर गरिएका ब्याङ्कका केही 6वटा चाहिँ चेकहरू चाहिँ त्यहाँबाट चाहिँ लुटपाट भएको चाहिँ अनुसन्धान गर्ने क्रममा हामीले यो घटनासँग सम्बन्धित व्यक्ति जुन चाहिँ धनकुटा नगरपालिका वार्ड नम्बर 10 पातले बस्ने शोभित खड्का वर्ष 26 को हामीले उसलाई चाहिँ धरानबाट चाहिँ पक्राउ गर्यौँ र उक्त व्यक्तिबाट हामीले चोरी भएका विभिन्न ठाउँबाट चोरी भएका सामानहरू चाहिँ बरामद गर्यौँ र यो व्यक्ति BBA सेकेन्ड इयर पढ्ने विद्यार्थी हो। ऊ चाहिँ रोमानिया जानको लागि चाहिँ काठमाडौँ गएर तयारी गर्यो। काठमाडौँमा चाहिँ होटलमा काम गर्थ्यो, त्यही बिचमा फेरि काम गर्ने गर्थ्यो, तर त्यसलाई पनि त्यति चाहिँ फाइदा चाहिँ भएन। त्यस पछाडि ब्लक फ्याक्ट्रीमा पनि काम गऱ्यो, यहाँको चाहिँ पसल फ्याक्ट्री के अरे कपडा पसलमा पनि काम गरेको रहेछ र पछि अब यसलाई चाहिँ अलिकति अब पठाउको लागि आफ्नै छुट्टै किसिमको चाहिँ आफ्नै एउटा चाहिँ मोटरसाइकल होइन नयाँ मोटरसाइकल किन्न सक्यो। पठाउको काम काठमाडौँ राम्रै आम्दानी रहेछ, त्यो चाहिँ गर्न सक्यो भने म आफ्नो जीवनयापन गर्न सक्छु भन्ने हिसाबले पछिल्लो चरणमा यो व्यक्तिले चाहिँ चोरीको बाटो चाहिँ अपनाएको चाहिँ देखेँ, जसमा चाहिँ यहाँ समक्ष हामीले प्रस्तुत गरेका चाहिँ बोल्ट कटरहरू चाहिँ छन्, सानो पनि छ, ठुलो पनि छ, यसमा हम्मर छ अनि प्लासहरू छ, स्क्रु ड्राइभरहरू चाहिँ छ होइन, अनि करौतीहरू चाहिँ छ, यसमा टर्चहरू लाइटहरू चाहिँ छ। त्यो चाहिँ ठुलोवाला चाहिँ उसलाई चाहिँ अनलाइनबाट चाहिँ मगाएको किनेको चाहिँ रहेछ। अब यो चाहिँ कस्तो किसिमको चाहिँ यसको एमो देखिन्छ भने उसको चाहिँ यो झोला कालो झोला, यो कालो झोला चाहिँ चोरी पश्चात यो कालो झोलाको चाहिँ उल्टा पार्दो रहेछ। उल्टा पारिसके पछाडि दुलो बनाए, यसमा दुलो बनाएको छ र यसलाई चाहिँ सर्लक्क यसको कलर चेन्ज हुँदो रहेछ, कालो अब रातमा सेतो हुने भयो है। अनि यसको प्रयोग गर्ने चाहिँ जुन ज्याकेट छ त्यो ज्याकेट रिभर्सिबल छ, दुईवटा छ। उसले वारदात घटाउनुभन्दा अगाडि यो हिसाबले यो लगाउँछ, वारदात भइसकेपछि फेरि उल्टा गर्छ र यो यसो चाहिँ हुलिया चेन्ज गर्छ, मुखमा चाहिँ मास्क लगाउँछ। तरिकाले चाहिँ चोरी गरेको चाहिँ देखियो।